लियाना औ क्या हौ के गरेको के ओइको तब यहाँ चाहिँ ऊ मजाले बसिदिन्छ क्या 4-5 घन्टै बसिदिन्छ अन्त यहाँबाट बिहान 10 बजी जान्छ स्कुटीमा 10 बजी गएपछि त्यही हो 1 बजीतिर फर्किन्छु उता चाहिँ त्यही हो 2 घन्टा त्यस्तो चाहिँ छोडेको होला त्यही भएर उसको कोमासँग बस्थ्यो र अहिले चाहिँ मजाले अब उसले खानाहरू खान थालेको छ which is great प्युरी बनाउनु परेको छैन अहिले चाहिँ हिजो बेबीहरूलाई चिउरा अन्त सुजी होइन मान्छेले प्याज टमाटरहरू हालिदिँदो रहेछ मैले चाहिँ के हालिदिएको थिएँ उसलाई गाजर हालिदिएको थिएँ सुजी चिउरा पिसेर त्यहाँदेखि घिउमा खायो मजाले खायो खान्छ आजकल त बिस्किट टोक्दै राख्दै गर्छु सबै बिस्किट टोक्नुपर्छ त लिएन सबै बिस्किट टोक्नुहुन्छ त्यसरी एउटा बिस्किट खानुपर्छ के अरे आङ्ग्या अरे डोमु डोमु यो चाहिँ गोर्खे हाट हो हाम्रो दार्जिलिङको एभ्री थर्सडे तपाईँहरूले एकदम अर्ग्यानिक फ्रुट्स भेजिटेबल्स अनि हाम्रो नेपालीको खानेकुरा पाउनुहुन्छ sausage खसीको मासु ठेकुवा यो चाहिँ हाम्रो तमिलनाडु पूर्व दार्जिलिङ यहाँ रहेछ यसरी स्टल लेखेको रहेछ क्या हाउडाको यहाँ रहेछ कुचबिहारको त्यहाँ रहेछ र अलिपुर यिनीहरूले स्टल आफ्नो यसको थापेको रहेछ हौ यो चाहिँ हाम्रो चौरस्ता उहाँ चाहिँ हाम्रो भानुभक्त आदि कवि घुम्दैछौँ हामी चाहिँ घुमेको होइन खै आइसिडिएस ए तिनीहरू चाहिँ आइसिडिएसको त्यो लुगा चाहिँ आइसिडिएसको हो ए यहाँ चाहिँ आइसिडिएसको रहेछ उनीहरूले चाहिँ के गरेको होला त्यहाँ ए मेरो छोरी लियाना चाहिँ सुतिसकेको छ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर खिच्दैछौँ होइन जाउँ होइन अब कहाँ हुन्छ त निकै थाली बजाउँदै फोटो म यहाँ चाबी कहाँ छ फेरि चाबी
रहेछ निकै सुन्दैछ न Give me. Give me. Thank you. Thank you. यस्तो भिडियो नबनाए त कहाँ भिडियो भनेर कति चाहिँ बनाउनु पाएको रहेछ है ए डोमो त्यहाँ होइन त्यहाँ होइन